हेलो गाइज, वेलकम टू माय यूट्यूब च्यानल। आज फेरि हामी हाउस मेकिङ 3 को न्यू हाउस मेकिङ को पार्ट 3 लिएर आइसकेको छु। हेरेर कस्तो लाग्छ आफ्नो अनुभव कमेन्ट लाइक शेयर गर्नु होला। यो चाहिँ हाम्रो आज वायरिङ को काम फिनिश भइसकेको छ। लगभग बाहिर हुँदैछ। सबतिरबाट मजाले भएको छ। कुनाको चारैतिर बोर्ड लगाइसकेको छ। बोर्डको ठाउँ हर कोठामा यसरी नै लागिसकेको छ। लास्ट कोठाको पनि भइसकेको छ। र आज हाम्रो सोलिङको पनि काम लगभग भइसकेको छ। बाहिर बाँकी छ। वासरुमको भाग हो। उता पनि हुँदैछ सोलिङ। यो कुनै कुनै कोठाहरू पनि भित्रबाट प्लास्टर भइसकेको छ। कुनै कुनै बाँकी छन्। प्रोसेसमा जारी छ। यहाँबाट पछाडिको लोको छेउछाउबाट ट्रेन पनि यसरी उठाएको छौँ हामीले। ब्रोकन वाल भन्छ। चारैतिर यसको पनि तल फिनिसिङ हान्न बाँकी छ। तलैसम्म फिनिसिङ हान्ने गरेछ चारैतिरबाट। हामीले पश्चिम साइडको पनि ब्रोकन वाल उठाइसकेको छौँ। अब माटो भर्न बाँकी रहेको छ। अनि यो फिनिसिङ हान्न बाँकी रहेको छ। उता पूर्वपट्टिको जस्तै तलको बाहिरको पनि फिनिसिङ भइसकेको छ। प्लास्टर भइसकेको छ। कहीँ छुटेको भागहरू गर्न बाँकी छ। त्यो पनि छिटै भइहाल्छ। यसरी नै तलसम्म उठाउन बाँकी नै छ। यसरी यता उठाएको छ। त्यो साइडमा बाँकी छ। अनि त माटो बनाउने बाँकी नै छ। यता अगाडिको नाला साइडको बाँकी नै छ। एउटा वाल उठाउनलाई बाँकी 3 साइडको भइसकेको छ। यो चाहिँ लास्टमा हुनेछ। लगभग घरको अन्तिम अन्तिमतिर गर्ने छौँ त।
त्यसरी नै टोयलेटको गरे जस्तो नै त्यसलाई पनि गर्दै लिएर जानेछौँ। पछाडिबाट यस्तो देखिने रहेछ घरको लुक्स। यसमा सिसा ग्रिल पेन्टिङ गरिसकेपछि एवान हुन्छ। तलको पनि प्लास्टर भइसकेको छ। यता माटो पार्ने काम जारी छ। हाम्रो वाशरूमको पनि लगभग सोलिङ भइसकेको छ र हाम्रो वाशरूमको वाल पनि लागिसकेको छ। यसको तलको काम पनि भइसकेको छ वाशरूमको उसको। र अब भुइँ ढलान गरिने छ आज। र यो रुमको पनि लगभग भुइँ ढलान भइसकेको छ। अरूतिरको बिस्तारै हुँदैछ। यहाँ मसला बनाइसकेको छ यो रुमलाई। यता पनि प्रोसेस जारी छ। यता अलिकति माटो पुर्दै गएको थिएँ। सब यता पानी जम्लिएर टेन्सन। यहाँ त हाम्रो रुमको ढलाइ चलिरहेछ। भुइँ ढलाइ कहीँ मसला मुसिँदैछ त कहीँ गिटी हालिँदैछ। यो रुम चाहिँ कम्प्लिट भइसकेको छ। र अब यसलाई माथि सिमेन्टको घोला बनाएर चिप्लो बनाउन चाहिँ बाँकी छ। गिटी लिएर आउने क्रम जारी छ। ल यो कोरा लगाएर घोला स्टार्ट भइसकेको छ। लगभग 2टा रुम भइसकेको छ र तेस्रो रुम जारी छ। यताको लुक्स यस्तो आइसकेको छ है। र यता पनि लगभग माटो गरिसकिएको छ। माथि पनि एउटा रुम निक्लिँदैछ। चालु छ काम। माटो भरेर हामीले चारैतिर सम्म बनाइसकेको छौँ। र पुरानो घर पछाडि अलिकति माटो हाल्न बाँकी नै छ। त्यसैको लागि यो निकालिराखिएको छ।
घर टालिएको छ र पछाडि पनि नयाँ घर बन्दैछ अहिले भर्खरै सुरु भएको हो। पछाडि अलिअलि सागसब्जी पनि रोकिएको छ, सागसब्जी पनि खानै पर्यो। अगाडिबाट पनि ड्रेन खन्नको लागि यहाँ रेडी बनाइसकेको छ। यहाँ हाम्रो भेन्टिलेसन बिग्रिएर यसलाई फेरि उल्टो बनाइदिएछ, निकालेर फेरि उल्टो बनाएर लगाइन्छ। त्यसको त्योभन्दा अगाडि प्राइमर लगाइँदैछ भित्र। यता पनि पुरै राम्रो भइसकेको छ। वासरुमको काम पनि लगभग यहाँ निकालेर प्राइमर लगाउने काम चालु छ। एउटा ढोका भेन्टिलेसन, यता हाम्रो ग्रिलहरू पनि आइसकेको छ। माथिको झ्यालको लागि पनि तलको झ्यालको लागि पनि। यहाँ हाम्रो फर्स्ट रुम भयो, यहाँ हाम्रो किचन रुम भइगयो। हाम्रो लास्ट रुम भयो। यो बाहिरको चाहिँ हामी काम गरिरहेको ठाउँ चाहिँ सिटिङ रुम रहेको छ। अब आज हामी यसो माथि हेर्न चाहन्छौँ। कतिको पनि कति के काम भइसकेको छ हेर्नु पर्यो, बुझ्नु पर्यो। यहाँ हाम्रो सिँढी भइहाल्यो, छेउमा हाम्रो एउटा वासरुम भइहाल्यो माथि सेकेन्ड फ्लोरमा। यो एउटा रुम भयो। यता पछाडिको पनि रुमै हो, तर अहिले निकालिँदैन रुमलाई, पछि निकालिन्छ। माथि मसला बन्न पनि रेडी छ। यता बलुवाहरू ल्याएर थुपारेको छ। इँटा गिटी बलुवा सबै माथि ल्याइसकेको छ। हाम्रो मामा हात हल्लाइराख्नु भएको छ, धुलो लागे जस्तो छ। हाम्रो आज टोयलेटको ओत राख्ने काम पनि सुरु छ र यता अगाडिको नालाको ड्रेन पनि बनिसकेको छ। हामीले उल्टो बनाएर प्राइमर लगाएर तलमाथिको भेन्टिलेसन पनि सेट गरिसकेको छौँ। हामीले आज रेलिङ पनि लगाइसकेको छौँ। सिँढीमा झ्यालहरूमा के भन्छ ग्रिल पनि लगाइसकेको छौँ। पुलिस गर्न बाँकी छ, यो झ्याललाई प्रिमियम लगाउन बाँकी छ। घरदेखि माथिको लुक छ। सेल भयो। यो टोयलेट एउटा रुम। ट्याङ्की यो चाहिँ पाइप सफ्ट रुममा हाम्रो ग्रिल पनि लागिसकेको छ। पर्यो कि त्यही भएर होइन युट्युबमा नि यार इजिली जान्छ इन्जन 4000 को हम पाइप के रे
यसै गरी अन्तिममा आइसकेको छौँ यो 3 को र अझै हाम्रो न्यू हाउस रेडी भइसकेको छैन। यसको पार्ट 4 पनि निकाल्नु पर्ने अवस्था आएको छ। अन्तिमसम्म हेर्नु होला। अब हामी पनि भिडियोको पनि अन्तिममा आइसकेको छौँ र हाम्रो होमबायर पनि गरिसकेका छन् र होमबायर तल ढलानको काम स्टार्ट छ र छेउमा सानो एउटा होमबायर लगाइँदैछ। त्यसको छेउमा चाडा रिङ पनि लगाइन्छ। यो चाहिँ अहिलेको नयाँ सिस्टमको सेफ्टी ट्याङ्की रहेछ। यसरी रिङ पनि लगाइन्छ। छेउछेउमा इँटा हालेर त्यसलाई कड्डामी बनाइन्छ, तरो बनाइन्छ। काम जारी छ र यताको हाम्रो सेफ्टी ट्याङ्कीको आज नपर्नु सकेको छ। माथिल्लो प्लास्टर भइसक्यो, यताबाट पाइप पनि जोडिसक्यो र आज हाम्रो ढोका पनि लागिसकेको छ। यो रुमको मूल ढोका भयो, त्यो हाम्रो वासरुमको ढोका पनि लागिसकेको छ। अनि मूल ढोका खोलेर भित्र जाँदैछौँ। मूल ढोका छिरेर भित्र जाने बित्तिकै सिटिङ रुममा प्रवेश गरियो। सिटिङ रुमबाट एउटा रुम फेरि फर्स्ट रुममा निक्लिन्छ। हाम्रो छतको कोठाको ढोका बाँकी छ। त्यसपछि हामी किचन रुममा गयौँ। किचन रुमबाट फेरि 2टा रुममा जाने बाटो छ। सेकेन्ड रुम यो भइगयो। यसमा सिमेन्टीहरू यतिरको एउटा सिडी सुत्ने ठाउँको ढोका बाँकी रहेको छ। यो हाम्रो लास्ट रुम भयो। साइकलहरू राखिएको छ 2टा। यसै गरी अन्तिममा आइसकेको छ यो भिडियोको। आज हामी अन्तिमसम्म हेरेर सपोर्ट साथ दिनुभएकोमा अरू सब दर्शक महानुभावहरूलाई धन्यवाद भन्न चाहन्छु। यसै गरी हाम्रो पार्ट 4 पनि आउनेछ र पार्ट 4 पनि हेरिदिनु होला। पार्ट 4 मा यताको बाहिरको बाँकी रहेको फिनिसिङ र छत माथि छोपेको, कलर सलर गरेको, अनि वायरिङमा तारा हालेको, वायरिङको तारा हालेको आउनेछ। हाम्रो फाइनल पछाडिबाट यसरी देखिनेछ यो हाम्रो घरको लुक्स। सबै चारैतिरबाट देखाइरहेको। बारीमा हामीले मकै सबै पनि लगाएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा सबैलाई धन्यवाद छ।